चाहिँ घर आएको थिएँ योपालि चाहिँ मिनी भ्लग पनि गर्न पाएन मैले यसरी लङ भ्लग चाहिँ पहिले पनि गरेको छैन र आज चाहिँ लङ भ्लग पनि गर्छु भनेर लङ गर्दैछु अनि तपाईँहरूले मेरो पहिलाको मिनी भ्लग हेर्नुभएको छ भने चाहिँ म चाहिँ यता जाने आउने चाहिँ गरि नै रहन्छु त्यो गाइस आज भएपछि बर्खा चाहिँ दसेर त सेवा खतरा खतरा पनि राखेको रहेछन् है यस्तो हुँदैछ अनि बाटोभरि च्याउने च्याउ देखिराखेको अनि त्यो भएर मेरो हल्का यता उयोहरू नजरहरू यताउता डुलिरहेको त्यो भएर चाहिँ म चाहिँ एक्लै नै छु अनि त्यो वनको बाटो चाहिँ किन हिँड्छ भन्नु पर्दाखेरि चाहिँ अब वास्तवमा माकुराले जाल हालेर चाहिँ मुखहरू लागिरहेको छ अब एक्लै हिँडेको कारण चाहिँ र यो जङ्गलको बाटो हिँड्नु चाहिँ अब बाटो पनि सर्टकट छ होइन र अब सहज पनि हुन्छ ओह्रालो पनि छ उता बाहिर घुम्नुपर्छ चाहिँ मोटो भएको चाहिँ यहाँबाट देखि झाडीमै झाडी छन् त्यति राम्रो च्याउहरू फलेको छन् तर यहाँ कालीझोरी देखाउँदैन होला त्यति राम्रो पनि क्वालिटी छैन नि त फोनको कालीझोरी चाहिँ हिँडेको थियो त्यहाँबाट अनि यो बाटो हिँडेको फाइदा चाहिँ लगभग बारीको बाटोबाट आधा घन्टा लाग्छ भने यो बाटो 15 मिनट पुग्छ त्यो भएर चाहिँ म जङ्गलको बाटो हिँडिरहेको छु र म अनि तपाईँहरूले चाहिँ थाहा नहुनु सक्छ मेरो घर चाहिँ प्युठान हो नि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला लगभग सब्सक्राइब चाहिँ 20-22 सब्सक्राइबर हुनुहुन्छ त्यति हुनु पनि धेरै नै है भ्लग सुरु गरेर पनि धेरै त भएको छैन ठिकै ठिकै छ सब्सक्राइब पनि माया पनि राम्रो देखाइदिइराख्नु भएको छ अब तपाईँहरूले पनि देखाइदिनु होला भन्ने चाहे म चाहिँ अब तपाईँहरूलाई चाहिँ लगभग अनि चाहिँ म चाहिँ वनको बाटो सकेर पनि मोटो बाटो भेट्न आइसकेँ यसो किनभने हाम्रो बाटो चाहिँ योबाट छ म चाहिँ यो माथिको यो भागबाट चाहिँ झरेको म यो बाटोबाट पनि अनि मेरो रेगुलर भिडियो पढाएर हुनुहुन्छ होला है अनि यदि तपाईँहरूले पहिला मेरो मिनी भ्लग हेर्नुभएको थियो भनेपछि मैले यो ठाउँमा हिँड्दाखेरि चाहिँ आँखाको पनि गराएको थिएँ अनि फेरि आज पनि मैले चाहिँ दुई दामी दामी पाकेको आँखा र तपाईँहरूले चाहिँ मेरो मिनी भ्लग हेर्नुभएको मेरो च्यानललाई है गरेर हेरिदिनु होला अनि कमेन्ट मनमा लागेको कुराहरू भनिदिनु होला भिडियो कस्तो छ भन्दा प्रोत्साहन मिल्छ नि त हामीलाई त्यही भएर अनि आज त भेटिहालेको र यसलाई पनि खानुपर्ने हुन्छ हामीले मैले मिनी भ्लगमा पनि आँखा गराएको थिएँ यहीँनिर चाहिँ हो कि एउटै रूपमा आएको त्यो पहिला खाएको पनि यो पनि अब त्यो म खान्छु र खाएको भिडियो चाहिँ के तपाईँहरूले के देख्नु चाह्यो भने मैले चाहिँ पढ्ने 11मा र मैले 10मा पढेको चाहिँ उयो हो कि यो स्कुलमा चाहिँ 6देखि 10मा पढाएँ योभन्दा अघि चाहिँ हामीले गाउँतिर बेसी पढाएँ चाहिँ यो हाम्रो गाउँ चाहिँ यो स्कुलदेखि लगभग 1 घन्टाको टाढा छ अनि चाहिँ म स्कुलको बाटोहरू जानु परेको कारणले चाहिँ त्यो सब तपाईँहरू देखाइदिनु भएको यो स्कुलमा मैले 6 वर्ष हजुर 6 वर्षसम्म पढेँ है रमाइलो तरिकाले पढ्थ्यो साथीहरू धेरै बनायो अब साथीहरू चाहिँ अहिले चाहिँ हामी यो स्कुलबाट पढेको साथीहरू चाहिँ मसँग कोही छैन कि क्लासमा म एक्लै साथी पनि अब बाहिर गइहालेँ यो स्कुल पढेर तपाईँहरू होस्टेल पनि बस्नु 3 महिनापछि साथीहरू रमाइलो तरिकाले साथीहरूसँग धेरै रमाइलो गरिदिन्छ अब छुट्टी हालेँ यहाँनिर यहाँ चाहिँ आँप चाहिँ डह्रो पाक्यो तर यो उनको क्वालिटी राम्रो छैन है त्यस कारणले देखेको छैन होला पछि क्वालिटी पनि अलि राम्रो आउँछ नि त अहिले अब त्यस्तो राम्रो जानिन्न है आँपहरू चाहिँ राम्रो जग्गा पाकेको रहेछ यहाँ चाहिँ भित्र सिक्न पाउन्न कि गेट लगाइदिएको हुन्छ अब त्यो गेट नागेर जानु पनि के जानु त्यो भएर बाटी हिँड्यो अब कहाँ पुग्नु पऱ्यो त्यहीमा ध्यान दियो अनि फरकै परेन नि नत्र त अब पाक्नु राम्रो पाकेर खाइदिनु हुन्थ्यो अब एक त फेरि मैले माथि नखाएको भए त अब ध्यान पनि खर्च भइरहेको है खानु मन भएकै भए त अब त्यस्तो खानु मन पुग्दैन एक त गेटै लगाइदिएको त्यो नाग्नु पनि भएन जस्तो पनि आफूले पहिला पढेको साथीहरू अब
टाढा टाढा पर्न गयो कि अब हाम्रो गाउँबाट चाहिँ म मात्र होला यता मुक्तिमाविमा पर्ने है। प्युठानबाट हुनु चाहिँ मुक्तिमावि चिनिहाल्नुहुन्छ तपाईँहरू। अहिले चाहिँ प्युठानको नम्बर 1मा पनि आएको थियो यो 12 क्लासको रिजल्टमा। यो स्कुलमा चाहिँ म पढ्छु र हाम्रोतिरको कसैले पढ्दैन नि के त म मात्र छु। अनि टाढाका साथीहरूसँग त्यो हाम्रो चिनिन्छ। सो फेरि एकपल्ट पनि देखाइदिन्छु यताको भागबाट पनि राम्रो छ स्कुल। राम्रो शिक्षक राम्रो शिक्षक दिनुभयो। प्रवेश मैले चाहिँ आजको भन्नलाई चाहिँ धेरै लामो पनि गराउन चाहेन र मेरो च्यानल नयाँ हुनुहुन्छ भने कसै गरेर हाम्रो फ्यामिलीमा जोड्न सक्नुहुन्छ भन्दै म चाहिँ अब उता रुमसम्म जाने। रुममा पुगेपछि फेरि भोलि पनि घर खाउँछ त्यसको प्रतीक्षामा रहनु होला भन्दै आजको लागि यति नै। दिल्ली